कार्तिक 3 गते लक्ष्मी पूजा कसरी गर्ने, लक्ष्मी पूजा गर्ने विधि यस प्रकार रहेको छ। प्रत्येक आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूले लक्ष्मी पूजाको दिन दिउँसोबाटै आफ्नो घर वरपर सबै ठाउँ सरसफाइ गर्नुहोला, फोहोरहरू इत्यादि पनि नराख्नुहोला। बढार कुडार अथवा चाहिँ पोछा लाउनु पर्ने, लिपपोत गर्नुपर्ने, के गर्नुपर्ने छ घरभित्र घर बाहिर सबै कार्यहरू सम्पन्न गर्नुहोला। र त्यसपछि तपाईँले लक्ष्मी पूजाको शुभ लग्न शुभ साइत साँझ 6:52 देखि राति 8:47 को शुभ लग्न शुभ साइत र शुभ समय लक्ष्मी पूजाको रहेको छ भने यो समयमा तपाईको घरको पूर्वद्वार र उत्तरद्वारमा चाहिँ एउटा रङ्गोली बनाउनु होला। त्यसमा तपाईले एउटा अष्टदल बनाउँदा पनि हुन्छ अथवा स्वस्तिक बनाउँदा पनि हुन्छ र अष्टदल र स्वस्तिकको माथि एउटा दियो राख्नु होला। त्यसमा दियो बालिसकेपछि तपाईको घर आँगनमा आसपासमा घरभित्र बाहिर तुलसीको मठमा कुन ठाउँ तपाईँ दियो बाल्न चाहनुहुन्छ त्यो ठाउँमा सबै ठाउँ दियोहरू बाल्नु होला। त्यसपछि घरभित्र माता लक्ष्मीको पूजा गर्दा सरस्वतीको फोटो सँगसँगै भगवान गणेशको फोटो र लक्ष्मीको एकै ठाउँ भएको फोटोमा चाहिँ तपाईले पूजा गर्दा हुन्छ। मूर्तिलाई एउटा चौकीमा राखेर तपाईले यथाशक्य माता लक्ष्मीको पूजा गर्नुभयो भने तपाईको घरमा सुख शान्ति समृद्धि आउनेछ भने माता लक्ष्मीको साक्षात कृपा तपाईको घरमा पर्नेछ र तपाईको घरमा रहेको धन स्थिर रहनेछ र धन बढी नै रहनेछ। कृपया जनचेतनाको लागि भिडियोलाई धेरै सेयर गर्नुहोला। जय महाकाली, जय महालक्ष्मी, जय महा सरस्वती।